हेलो गाइज, अहिले चाहिँ हामी दामनमा पुगिसकेको छौँ। अनि गुड मर्निङ सबैजनालाई। म पनि भर्खरै उठेँ होइन, भर्खरै मुख धोको। अनि आज चाहिँ हामी दामन पुगेछौँ। अनि अहिले भरे मतलब हिजो नै हामी पुगेको राति भरे कति 6-7 बजीतिर पुगेको थियौँ। अनि अहिले फेरि चाहिँ हामी चितवन जान्छौँ। अनि अहिले चाहिँ हामी दामनको यो होटलमा लगेको छौँ। चाहिँ दामनको भ्यू राम्रै छ। यहाँ चाहिँ पुरा लाइट आएर यस्तो भइरहेछ। यो चाहिँ हाम्रो बस हो। अब हिँड्ने बेला भइसक्यो गाइजहरू। ओके, अब हामी चाहिँ बागवानीतिर लागेको ल। यहाँ के छ दामनमा हर्टिकल्चर रिसर्च सेन्टर हेर्नको लागि हामी जाँदैछौँ। अनि पर अरू स्टुडेन्टहरू पनि रहेछ क्या, मतलब अरू कलेजको। अनि यहाँ चाहिँ हामी जाँदैछौँ गाइजहरू। यता पनि आउनु हुँदैछ। ओके, बाई बाई गाइज। हामी चाहिँ बागवानी विकास केन्द्रमा पुगिसकेको छौँ। बागमती प्रदेश, दामन मकवानपुर। अहिले हामी यहाँभित्र जान्छौँ भिजिट गर्न। म यहाँबाट भिडियो खिच्न लाग्छु। रेडी भयो। अब यहाँदेखि मुनि चाहिँ म भिडियो बनाउँदिनँ। 1%। कस्तो धेरै 0 त हराएछ। म पनि निस्किन्छु। निस्के ठिक त कालो निस्किछ निस्किने त निस्किछ। निस्क्यो होला नि। लाग्दा ठिच्न त्यो बिचको बिचको चाहिँ के